भारत भ्रमणमा गएको बेलामा एकचोटि रामदेव बाबाको चाहिँ पतञ्जलि उद्योग हेर्ने भएर गएको थिएँ। त्यहाँ धेरै गोदामहरू, यति ठुल्ठुला गोदामहरू, त्यहाँ चाहिँ जडीबुटीको भण्डार गरेर राख्नु भएको रहेछ। उहाँहरूले मलाई त्यो देखाउनु भएर भन्नुभयो, थाहा छ प्रधानमन्त्रीजी यो जडीबुटी कहाँको हो भनेर उहाँले भन्नुभयो। तपाईलाई नै थाहा होला नि भन्दा यो सबै नेपालको हो, नेपालबाट ल्याएको र यसैबाट हामीले सबै वस्तुहरू निर्माण गरेर बजारमा लाने हो भनेपछि मलाई बडो एकातिरबाट नेपालमा यति धेरै सम्भावना रहेछ भन्ने कुराले खुसी पनि लाग्यो। अर्कोतिर हामीले केही पनि गर्न नसकेको विदेशीले हाम्रो र मेटेरियल्सहरू कच्चा पदार्थ लगेर त्यही फेरि नेपालमा बिक्री गरेर अरबौं खरबौं कमाएको देख्दा चित्त दुख्यो पनि, बडो मन कटक्क काटियो पनि। त्यसकारण अहिले हामी के चाहन्छौँ भने हामीसँग भएको चाहिँ कच्चा पदार्थको हामी नै सदुपयोग किन नगर्ने, त्यसकारण ती प्रशोधन केन्द्रहरू किन नखोल्ने, त्यसको लागि धेरै ठुलो पैसा चाहिने कुरा पनि होइन।